हेलो गाइस, वेलकम ब्याक माई युट्युब च्यानल। अहिले चाहिँ हामी बेलुकाको कति बजेछौँ साथी भन त? 5 बजे। बेलुकाको 5 बजे छौँ। इभिनिङ वाकमा हिँडिरहेको छौँ आज फ्रेस हुनको लागि। आज तपाईँहरूलाई थाहा नै छ, आज शनिबारको दिन हो होइन। त्यसैले हामी चाहिँ सिन्धुपाल्चोकमा छौँ अहिले चाहिँ है। हामी ओजिटीमा सिन्धुपाल्चोकमा छौँ होइन। त्यसैले अहिले चाहिँ हामी बेलुका इभिनिङ वाकमा हिँडिरहेको छौँ र हामीको जर्नी चाहिँ यो इभिनिङ वाकको यो भ्लगमा आउनेछ र हेरिदिनु होला। हे यस्तो छन् यहाँतिर ठाउँहरू। आज चाहिँ पानी पर्यो है। बिहानदेखि पानी पर्दै र 10 बजेसम्म घुम्न पनि गयो। आज घुम्न गयो र हामी उभो जाँदाखेरि त माथिसम्म गुम्बा छ नि, अस्ति हामी जाने ठाउँ गुम्बा, त्यहाँमा पानी मजाले परिरहेको थियो। अझ लग्दो परिँदै अब होइन। त्यहाँबाट चाहिँ हामी अलिक त्यहाँ बस्यो। हामी बसेर धेरै टाइम बस्यो। त्यहाँ बसेपछि पानी रहन चाहिँ अलिकति कम गऱ्यो क्या। त्यसपछि गयो सुइसु गयो। अनि त्यहाँबाट उनीहरूले सोधेको त्यो मान्छेलाई चाहिँ के अरे 15 मिनट लाग्छ। उनीहरू त घुँडा टेकेर घुँडा टेकेर अरे लट्ठी टेकेर हिँड्दाखेरि चाहिँ 15 मिनट लाग्छ भने होइन। तर हामी जाँदाखेरि खोइ कति टाइम लाग्यो भने हिँडेन। पानी रोक्थ्यो सुरुमा त कुहिरो लागिरहेको थियो क्या। ट्याक्क मात्रै पुगेपछि अलिअलि कुहिरोहरू पनि हार्दै गयो र हामी हिँड्दै पनि गयो। पानी पनि रोकेपछि त देखिन्छ नि त, त्यहाँको वरिपरिको भ्यूहरू पनि देखिन्छ। सुइसु गयो अनि हिँड्यो माथिसम्म। त्यहाँबाट मन्दिर पुग्यो। अनि मन्दिर पुगेपछि मन्दिर निमाले फेरि त्यो अघि दियो नि हामीले हातमा लाउने हो, त्यो किन्यो। त्यसपछि त्यो किनेपछि हामी मन्दिरभित्र छिर्यो। फेरि मान्छे आजको दिन चाहिँ मान्छे भ्रमणको लागि आइरह भने भ्रमण र मन्दिरको पूजा गर्नको लागि आइरहेर चाहिँ दुईवटा बस थियो त्यहाँ। मान्छे भिड भयो। सुरुमा हामी जाँदाखेरि त मान्छेहरू कमै थियो। त्यसपछि हामी एकछिन त्यहाँ निमाले भित्र पूजा गरिहाल्यो। हामी त्यता हेऱ्यो मन्दिर हेरेर। त्यसपछि हामी फेरि त्यहाँ बस्न लागि हामीले हामी त खानेकुराहरू त आफै किनेर लगेर माथि किनेर लगेको थियो नि त। अनि त्यसपछि हामी त खानको लागि त आफ्नो ठाउँ खोज्नु पऱ्यो। अनि त्यहाँ त थिएन बस्नको लागि मन्दिरको वरिपरि त त्यो मान्छेलाई बस्नु भने ठ्याक्कै त हामी थाहा पनि छैन। अब नयाँ त ठाउँमा गएको तर थाहा हुनु यहाँ ठाउँ चाहिँ थिएन। त्यसपछि हामी त्यहाँबाट उतापट्टि गएपछि त्यहाँ गाडीहरू चाहिँ गाडी दुइटा गाडी चाहिँ पार्किङ गर्नको लागि त पार्किङ ठाउँ रहेछ उतापट्टि डाँडामा। अनि त्यहाँ चाहिँ धेरै खाजा त्यहाँ बसेर त खायो क्या हामीले ड्राई फ्रुट सब ड्राई लिइरहेको छ। ड्राई पिकनिक भनेर प्लान बनाएर हो हामीले चाहिँ ड्राई फ्रुटहरू ल्याएर जस्तै अब चिप्सहरू कोक थियो। हामीले चाहिँ फेरि त के अरे तल मन्दिरबाट नै त्यो बुद्ध पार्कको मन्दिरबाट नै हामीले चाहिँ त्यो के अरे लगेर गएको थियो कि किनेर। माथिसम्म बोकेर लानु परिहाल्यो। माथि पसलले पसलको रहेछ नि त। माथिबाट त्यहाँबाट नलग्यो भए त अलिक गाह्रो हुँदैन थियो। त्यहाँबाट लगेर कोक एउटा खायो। अनि त्यसपछि अरू थियो दालमोटहरू ल्याएको थियो, जुस बलहरू ल्याएको थियो, कुरकुरीहरू ल्याएको थियो कि सब ड्राई फ्रुटहरू थियो। त्यसपछि चाहिँ खाएपछि सब त खान सकेन। त्यसपछि फोटोहरू खिच्योला साथीहरूसँग। फोटोहरू खिचिसकेपछि हामी फेरि गयो त्यो मन्दिरमा गयो। हामी त्यहाँबाट सट्ट मन्दिरमा गयो। त्यहाँबाट एकछिन फोटोहरू खिच्यो हामी सबैले। त्यसपछि उनीहरू 3 जना चाहिँ गयो क्या जाउँ भन्यो। अनि अब माथि पुगिसकेपछि आउँला कि नआउला के थाहा छैन। भिडियोहरू बनायो, टिकटक बनायो, निमा हामी मिलेर बनायो। त्यतिखेर त्यसपछि चाहिँ मान्छेहरू धेरै आउन थाल्यो क्या। ग्रुप हुन थाल्यो मन्दिरमा। मान्छे हुन थाल्यो। त्यसपछि फोटो खिच्यो, टिकटक बनायो, हिँडेको टिकटक बनायो, बिग्रिन्छ फेरि बनायो। त्यसपछि फेरि सृजनाले फोन गरेर थियो। किनभने के अरे अब छिटो आइज भनेर छ नि त हामीलाई त। फोन गऱ्यो, उता गयो। फोन गरेपछि हामी हिँडेपछि सृजनासँग पर पुग्यो। फेरि रोडमा फेरि नेवार थियो क्या। त्यति दिन नेवारको त्यस बेला चाहिँ नेवारहरू भाषा बोलेर तपाईँहरू नेवार हो भनेको त। नेवार हो, सब नेवारको भाषा बोलिदिएर भने काठमाडौँबाट आयो कि हो। काठमाडौँबाट त यहाँसम्म काठमाडौँ त आउँदैन थियो होला। फेरि यो बाटो त यहाँबाट उभो निक्लिन्छ, रोड निक्लिन्छ। हामी चाहिँ यहाँबाट उता जानुपर्छ कि। अनि त्यसपछि हामी भेट भयो। मेरो आजको त्यो चाहिँ सुनाउँदैछु नि त। भेट भयो। त्यसपछि भेट भएपछि हामी गएपछि कहाँ पुग्यो हामी फेरि माथि के अरे बुद्ध मन्दिर स्तूप के अरे स्ट्याचुको ठाउँमा पुग्यो। त्यहाँ चाहिँ अलिकति पसल छ कि खानेकुराको लागि चाहिँ ठ्याक्कै पसल छ खाजाहरू खानको लागि। त्यहाँ गएर अनि चटपटे भने खाएको छ। हामी सामान लगेको थियौँ। भुजिया पनि 2टा लगेको थियो। त्यो चाहिँ
सबै खान सकेन नि त माथि खान नसकेपछि मन्दिरबाट उँधो फर्केर ल्याएर तलपट्टि त्यो दिएको अनि चटपटे बनाएर आयो क्या हामीले त्यो मिक्स गरेर दियो अनि पैसा चाहिँ हामी जति लाग्छ त्यति दिन्छ भने त्यसपछि 4 रुपियाँ लाग्यो अनि मजाले खायो खाएपछि बाटो लागेपछि पानी पल्ला जस्तो भएको थियो त्यही पनि हामी आइयो फेरि माथि त अलि तल पुगेपछि एउटा डाँडा छ के ठक्क डाँडा छ त्यहाँ चाहिँ हावा सिरिरिरि चल्छ पिङ पनि छ त्यहाँ खेल्नको लागि फलाङबाट टक्क राखिदिएको छ त्यहाँ एकछिन बसियो त्यहाँबाट चाहिँ हामी हिँड्यो त्यहाँबाट आउँदै सुई हिँडेपछि त पानी रोकिन थाल्यो क्या त्यो त पानी नरोकिन थाल्यो त्यसपछि त हामी छिटै आयो उँधो सुई चाहिँ ओडा लगाइहाल्यो अनि यहाँ छौँ हामी आउँछौँ है यताबाट यहाँ त छ ठाउँहरू यस्तो छन् यहाँबाट उता हामी घुम्नको लागि अस्ति नै हामीले माथिबाट हेरेको यहाँ त माथि हाम्रो बस्ने ठाउँ घरहरू हामी बस्न कुन हो लु देखाऊ यो होइन यो हो र त्यो हो हाम्रो देखाएको नि अब धेरै सक्दैन अनि बिन्दुले आज दिनभर के गरे लु भन सुतेको बसेको फोन गरेको मम्मीलाई अहिलेको दिन कस्तो रह्यो के भएको पानी पर्यो बिहान 10 बजीसम्म पानी पर्यो अनि टोलमाले बोलाएर खाना गयो खाना खाएर एकछिन आराम गऱ्यो अनि पछि त्यही हो त्यति गऱ्यो होइन यस्तो छन् यहाँतिरको ठाउँ हाम्रो सिन्धुपाल्चोक आज त एडिट गरेर हालिदिन्छु यार म यो यहाँतिर यस्तो छन् यता माथि बास चल्दैछ जिन्दगी आजकल यहाँ अब अहिले त सिजन भनेको यो पातहरू झारेर नयाँ पलाउने खालको रहेछ को उनीहरू यहाँबाट उयो सेतो घरबाट उकालो चलेको भन्दैछ मलाई अस्ति उताबाट सट्ट गरे उभोबाट स्वाट्ट घुमेर आएको भन्दै कैसे हुआ यो के हो यस्तो छ त यहाँ डाँडा छ क्या सिन्धुपाल्चोकको उता वरिपरि त डाँडा अग्लो छ माथि पुग्दाखेरि त यत्रो माथि टुप्पामा पुग्नु त्यहाँबाट उताबाट यत्रो एउटा गाउँ छ ठ्याप्पै भरेको पूजा प्रपरली पूजा गरेको छैन कि कसरी गर्छ पूजा भन्ने चाहिँ आफ्नो तरिका त आफ्नो हुन्छ तिमीहरूको कसरी गर्छ होला एक्सप्लेन भएन त पूजाहरू गर्दा फर्स्टमा मन्दिर गयो भने ढुङ्ने है सिधै तलबाट सुरुबाटै जाने होइन सामान अगाडि त अब त्यो के चाहिन्छ लगेर जाने त्यही किन्न पनि पाउँछ हामी पाउनु के हुन्छ त्यसमा हामी त्यहाँभित्र त्यहाँबाट के हुन्छ नरुल दिन्छ अनि त्यो हातमा लाउने के भन्छ त्यो दिन्छ अनि माला पनि हुन्छ माला दिन्छ अनि त्यो लगेर अनि सिधै मन्दिर जाने अनि ढुङ्ने अनि गएर के भन्छ बाहुन त हुन्छ कि उनीहरूलाई पुजारी बा अनि त्यहाँ उसँग गएर अनि त्यो मन्त्र भन्छ कि लिएर उहाँसँग प्रसाद मागेर अनि प्रसाद दिन्छ पूजा गरेर यसमा त तिमीहरू प्रपरली पूजाहरू पनि गर्छौ सोचेर मलाई सोचेको पुऱ्याइदेऊ भन्ने मैले सोचेको कुराहरू पुरा गरिदिनुहोस् भनेर प्रार्थना गर्छौ फेरि ओके ल ठिक छ यति बेला पुगिहाल्यो नि त सब बेलुन बोकेर टक 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 हेलो 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 हाई हाई रे यता त बच्चाहरू रहेछ ल ठिक छ यहाँ के हो यहाँ यसको छ यहाँ के हो यहाँ के छ स्केटिङ खेल्छ रहेछ यहाँ ओके
स्केटिङ पनि रहेछ सोधिरहेको थियो कि एउटा माथि के सोधेर यो फुल्ने के कहाँनिर छ भन्दा थियो हामी त थाहा छैन यहाँ रहेछ नि त हामी प्रोदोर्स 2 हप्ता भयो समथिङ रहेछ थाहा छैन भनेको हामीलाई कहाँ थाहा हुन्छ कुदा तिमी फिलिले कुदा के गर्छौ गर यो भिडियोमा साथीहरू आइदिरह भने परबाट यिनीहरूसँग अघि जानु खोजे हो उनीहरू पर पुगिसकेको थियो माथि जाऊँ है हामी त उता जाउँ उनीहरू यतै जान्छ हामी त एक राउन्ड हाने त्यो हानै छैन यो फोटोकपी त्यो रहेछ के बढेको ए अरे बाफ रे बाफ कहाँबाट तिम्रो यता आयो बुम ल साथीहरू हामी चाहिँ फेरि आफ्नो तालमा हिँड्यौँ होइन किनभने हामी यता आएको अघि साथीहरूसँग छुटेर आयो हामी परसम्म जान्छु जहाँसम्म पुग्छ त्यहाँसम्म जान्छु यहाँतिर फुल अच्छा यसो गऱ्यो भने यता आउने रहेछ ठिक छ हेलो गाइस हामी त फेरि आफ्नै तालमा हिँडेर अहिले चाहिँ अघि साथीहरूसँग उता फर्केर जाऊँ भने उनीहरूले तर हामी यताबाट उभो घुम्न आउने भन्ने प्लान बनायो हो उनीहरू चाहिँ गयो हामी दुईजना फेरि हिँड्यौँ होइन यता माथिबाट आएको हामी चाहिँ माथि कहाँ छ हामी बस्ने ठाउँ उडायो हावाले माथिबाट आएको है साथीहरू हिँडिरहेको छ अब कहाँ पुग्छ यी बाटो भेटेन भने हामी उताबाट उता जानु खोजे आउनु चाहिँ बाटो पाएन फेरि फर्केर आउँछ गुलाबको फुल गुलाबको फुल रातै छ यहाँतिर डाँडै पुग्छ अघि अब सेतो घर थियो त ठुलोबाट त्यो पुगेको छैन क्या भने हामी यता अलि जलायो यार यता त जलाएर सो फोर्ची जलाउँदो रहेछ उयोतिर सेतो उताबाट हामीले सेतो घर देखिन्छ है यो त सेतो देखिँदैन यस्तो छ नि यहाँतिर प्याजको टुप्पो धेरै प्याज त धेरै रोप्यो रहेछ यता उडायो हावाले प्याज विकास पूर्वाधार विकास कार्यालय अरे यता मकै माथितिर मकै पनि थियो मकै पनि गोडिसकेको थियो कि एकचोटि गोडिसकेर टक्क मकै थियो भएको छैन असारमा रोप्छ जेठमा छ असारमा धान रोप्छ कता रहेछ यो बाटो कता छैन एक त उयो दाइले सोधौँ न माथि यहाँबाट रोड निक्लिने कहाँबाट निक्लिन्छ भनेर क्वेसन गरौँ क्वेसन के कहाँ हो अब यस्तो छ नि हरियाली ठाउँ छ क्या यता हरियो बुम्बाया टाइपको भयो हामीले बाटो पायो पर मन्दिर छ अरे मन्दिरबाट उँभो जाँदाखेरि हामी माथिको रोड आइपुग्छ अरे यति भए पुगिहाल्यो नि त यहाँसम्म नि आयो हाम्रो गाउँमा नि तर आलु माग्नु पर्ने परे कस्तो धेरै पाएको छ है यो घरको मान्छे को हो र आलु माग्नुपर्छ यार उयो आन्टी हो कि बा एकताल सोधौँ न आरु कस्तो रातो रातो आरु पो छ त बे यहाँ रातो आरु यहाँ आन्टी आइरहनु भएको छ आन्टीलाई सोधौँ न हेलो आन्टी यो आरु कसको हो यो आरु तपाईँको हो कसको यो आरु बाको आरु अर्काकै हो बेच्दैन होला है आरु रहेछ आरुको धनी छैन अब छोड्दैन त तपाईँ ल ए मान्छे छैन हो ए आरुको मान्छे नै छैन अरे ल यस्तो छ नि यहाँतिर गाउँ हो मकै लागेछ गाइज यहाँबाट उँभो हावाले निलैलाई भुतुक ए यहाँबाट उँभो जाने बाटो छ नि भन्छन् हेरौँ न यहाँ रहेछ मन्दिर चाहिँ यहाँ रहेछ मन्दिर यहाँ त खेतबारी छ यस्तो खुन्नालाई कम त गाह्रो हुन्छ हामीले बङमा चाहिँ धेरै खुन्थ्यो मम्मी र मेरो बहिनीले चाहिँ कोदो रोप्दाखेरि चाहिँ कोदो रोप्थ्यो खुन्नेमा पर्थ्यो कि छिटो गोड्नुलाई चाहिँ मकै चाहिँ छिटो काटिदिन्थ्यो कि हामीले यहाँबाट उँभो रहेछ यहाँ एउटा मन्दिर रहेछ ओके साथीहरू हामी यहाँबाट उँभो चढ्यो है यहाँबाट माथि रोड निक्लिन्छ अरे मेन रोड हेरौँ निक्लिन्छ है
कहाँबाट यताबाट जाने कि यताबाट जाने हो यही यही होला यहाँबाट ठक्क रोटै निक्ल्यो टुङ कुक्तु कराउँछ जहिले एउटा यस्तो छन् यहाँको भ्यूहरू हेर्नुहोस् गाइस बेलुकाको भ्यू हिँडिरहेछौँ हामी दुईजना हिँडिरहेछौँ ठ्याक्क रोड पुग्छ एक राउन्ड हान्ने हो अझ बिन्तोलाई फ्रेस बनाउनलाई हामी त फ्रेस भएर आएको थियौँ नि त माथिबाट तिमी फ्रेस भयो कति भयो भयो ल ठिक छ फ्रेस भयो यति भएपछि त हामीलाई पनि सेटिस्फाई एक राउन्ड हानेको सेटिस्फाई भयो नि त होइन त यो त ठुलो बर्ड पिपलको रुख थियो क्या पहिला यहाँ बर्ड पिपलको रुख बुम थियो रुख चुन दसैँमा पुरा पिङ खेल्दा यहाँ त बाख्रा चराएको ए होइन माथिकै बर्ड पहिला यहाँ बर्ड थिएछ बर्ड बुम बर्ड पिपलो भाकेर बर्ड पिपलो जनम जिउला सँगै भाकेर बर्ड पिपलो ल यसमा फेरि भेटौँ ल यहाँबाट यस्तो भ्यू देख्छ है हाम्रो सिन्धुपाल्चोक डाँडाकाँडा गाउँको याद आयो रे बिन्दुलाई गाउँको याद ओके साथी अलिअलि पसिना पनि आयो यार यहाँ चाहिँ बिन्दुलाई माथि हेरौँ न साथी हाम्रो मेन रोड ठ्याक्क आयो माथिको हेर गुलाब यहाँ एउटा रहेछ गुलाबको फुल ओके ल हामी आउँदाखेरि बाटो त आयो हो यो बाटोबाट आयो नि त ल साथीहरू रोडमा आइपुगेँ है ल मेन रोडबाट अलि तलको भ्यू हेरौँ है त हेरौँ ए साथीहरू यहाँको भ्यू यहाँबाट भ्यू हेर्नुहोस् सिन्धुपाल्चोकको ठ्याक्क दामी छ बे दामी अहिले आइसले पनि टिपे उसले फुल टिप्दै क्या यहाँबाट ठ्याक्क माथि फुल त ओके दामी आएर यहाँबाट भ्यू चाहिँ माथिको मेन रोडको यहाँ आइपुग्यो ठक्क बिचमा पर्यो चाहिँ बिच हाम्रो बाटो रहेको छ ठक्क आइदिरहेछ गाडी पनि यहाँको भ्यूहरू हेर्नुहोस् भ्यू ठ्याक्क यहाँको बजारको भ्यू गाइज खोइ आरू फेरि आरू यहाँ त भर्खर पाक्दै रहेछ अघि जस्तो छैन फेरि मेनको बाटो यस्तो छ नि यहाँतिर गाडी आइसकेको छ ठक यस्तो छ नि यहाँबाट गएको भ्यूहरू गाइज कहाँ माथि ए किन ए तिन यहाँ दुईवटा रोड छ तल र माथि जाने रोड हाम्रो यता तल जान्छ रोडहरू यहाँबाट छुट्टिन्छ तल र माथि रोड अघि उनीहरू यताबाट आयो जस्तो लाग्यो मलाई यहाँबाट यताको रोडहरू चाहिँ यस्तो छ रोडहरू बाटो यताको गाइज हेर्नु है हेर्नु हाम्रो सिन्धुपाल्चोकको यता नि छ अर्को गाउँ ठक्क यहाँबाट चाहिँ यता कपडा पसल छ
त्यहाँबाट यता कपडा पसल पनि छ, ठ्याकठ्याक हुन्छ। बिहानको यहाँको कपडा पसलहरू चाहिँ लुगाहरू पसलहरू चाहिँ 7 बजीभित्रमा चाहिँ बन्द गरिसक्दो रहेछ है। 7 बजीमा हामी खाना 7 बजीभन्दा अगाडि नै बन्द गरिदिन्छ के, छिटो बन्द हुन्छ त। हेर्नुहोस् गाइस, हेर्दै जानुहोस्। यहाँतिर नि छ पसल हाम्रो चोकमा। हाटी चाहिँ सुक्यो यार म खतरा। चोक आएको छ गाइस। यहाँबाट चाहिँ हामी योतर्फ चाहिँ जान्छौँ। माथिबाट एउटा टेम्पो ठक्क आइतिर यो साइडबाट हामी उँभो जान्छौँ। हेर ठ्याक 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 जस्तो पुरा तर्सिसक्यो त्यसलाई चाहिँ। तर्सी हामी यहाँ आइपुग्यो यार। सुनको मूर्ति त कहाँ बनाउँछ यार। हामी यहाँ आइपुगेछौँ आफ्नो ठाउँमा। यहाँ बस्ने ठाउँमा रहेछ ठ्याक्क। यहाँ छ हाम्रो कलर साथीहरूले पछिको लागि चाहिहाल्यो भने राम्रै छ भन्नुहुन्छ। यहाँ छ एउटा, यहाँ अस्ति हामी खाना यहीँ खाएको के उयो खाना खाएको। मिठै पाउँछ। बुम 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 बा हाम्रो सिन्धुपाल चोकको ठाउँ। यो तपाईँलाई हेर भ्यू, यो साइडबाट अर्को भ्यू। हामी उतै पुगेर आएको परको डाँडा त पुगेन, रात चाहिँ पऱ्यो है यहाँसम्म अलिकति। ठिक छ। यहाँ चाहिँ हाम्रो बस स्टेसन, यहाँ बस पाउँदो रहेछ है गाइस। यहाँबाट काठमाडौँ जान्छौँ हामी पछि। अहिले त एउटा मात्रै बस छ। कलेजको तर हाम्रो कलेजकै आउँछ। तर बस पछि केही चढ्नु छ भने चाहिँ यहाँबाट चढ्दा हुन्छ। एउटा बस सम्पर्क गर्न नभुल्नु कसले गर्छ र सम्पर्क। यो चाहिँ के हो थाहा छैन तर यति ठुलो बनिसकेको छ यहाँ। यो के हो नि? रङ्गशाला पो छ चाहिँ माथि। रङ्गशाला अरे फेरि म चाहिँ टुडी खेल्ने। यहाँ माथि चाहिँ फुटबल हुन्छ। यो माथि दर्शकहरूले यहाँ माथि चढेर हेर्न सकिन्छ। यता छन् हाम्रो ठकठक बाटो यस्तो छन् साथीहरू। कोला यता कोला भनिदिनु रहेछ कि उनीहरू त छक्क परिदिन्छ कि। हामी पूर्वले भएछ म केलालाई कोला भनिदिन्छ। अघि नै माथि एउटाको 20 रुपियाँ अरे। ल एउटा कोलाको कति हो भनेको त हेरे भयो। अब झन् कन्फ्युज बने कोलाको कति हो भनिदिएको त छैन। अनि त्यहाँबाट फेरि हामीले अर्को भाषाबाट केराको कति हो भनिदिएको क्या। अनि कोला भनेको के हो भन्ने होइन, कुन भाषा हो यो। अब चाहिँ आइपुग्यो हाम्रो डेस्टिनेसन बस्ने घरमा। यहाँ चाहिँ बाजे बोजू घर हो। 2 महिना हाम्रो ओजिटी चाहिँ यही घरमा बसेर हाम्रो कलेजले चाहिँ बुक यही घरमा गरे। हेर्नुहोस् हाम्रो घर। चलो यता चाहिँ हाम्रो घरबेटी आन्टी हुनुहुन्छ। यता हाम्रो आमा हुनुहुन्छ। के छ बाल्टी बोकेर आइरहनु भएको छ हाम्रो आमा।